So guys, नमस्ते सबैजनालाई स्वागत छ। मेरो नाम चाहिँ दीपक सिन्चुरी। अनि त्यहाँदेखि आई होप हजुरहरू सन्चै होला। म एकदम सन्चै छु। अनि त्यहाँदेखि म तपाईँहरू के भन्दैछु भने होइन, अनि म युट्युब आइडी खोलेको त लगभग 1 वर्ष भइसक्यो नि त। 1 वर्षदेखि 2 वर्ष हुन थालिसक्यो। तर मैले राम्रो केही गर्नु खोजेको छैन होइन। मैले खर्च पनि एकदम धेरै गरिसकेँ। मसँग युट्युबको लागि मात्रै भएर होइन, दुईवटा फोन गर्नु छ। एउटा यो फोनले चाहिँ मतलब मलाई यो फोनले चाहिँ होइन त्यो 1000 सब्सक्राइबर बनाउनुलाई हेल्प गरेको छ। अनि योभन्दा अर्को पनि छ आइफोन 6, त्यसबाट पनि मैले 500 सब्सक्राइबर बनाउनुलाई सफल भएँ। अनि त्यसपछि चाहिँ अहिले मलाई होइन विशेष गरी दाइले चाहिँ क्यामेरा पठाउनु भएको छ है, यहाँ छ क्यामेरा। सो थ्याङ्क यू सो मच दिनेश दाइ है, हजुरलाई धेरै धेरै धन्यवाद। यति धेरै सपोर्ट गरेर चाहिँ मलाई क्यामेरा पठाउनु भएको छ विदेशबाट। अहिले यो भिडियो चाहिँ क्यामेराबाटै भइरहेको छ है। अनि यो क्यामेरा पठाएको अनि मैले अनबक्सिङ गरिसकेँ। त्यति मात्रै होइन, अनि हाम्रो गणेश दाइले चाहिँ यहाँ क्यामेरा पठाउनु भएको अर्को गणेश दाइले नि फेरि यो क्यामेरा पठाएको 2 वर्ष भइसक्यो। केही भएन, चल्छ राम्रोसँग। अनि त्यहाँदेखि यो क्यामेरा पठाउनु चाहिँ अस्ति भर्खर पठाउनु भएको दाइले ठिकै चल्छ। अनि यो अहिले भिडियो पनि यसबाटै भइरहेको छ है। त्यही हो, थ्याङ्क यू सो मच। यति धेरै माया, यति धेरै सपोर्ट गरिदिनु भएकोमा दाइहरूलाई धेरै धेरै माया, एकदम धेरै धेरै धन्यवाद। एकदम रेस्पेक्ट छ भाइको तर्फबाट है। यसरी नै सबैजनाले सपोर्ट गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। जहाँ चाहिँ मेरो टिकटकमा नि भिडियो हालेन, युट्युबमा चाहिँ पुरै छोडिदिनु होइन, फेसबुकमा पनि जाँदैन। त्यो के भएको सबैजनाले सक्दो सेयर सक्दो कल्पिङ गरेर भयो नि, जसरी भयो भने मेरो टिकटक आइडी खोलेर त्यस्तै गराइदिनु होला भनेको चाहिँ म हजुरहरूलाई 2 हात गरी यतै गर्दैछु है। अनि मलाई सबैजनाले सपोर्ट गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। अब सुरुमा युट्युब आइडी खोल्ने बित्तिकै त कहाँ अगाडि बढ्नु सक्छु, अब बिस्तारै बिस्तारै बढ्ने हो भयो नि होइन। तर सँगसँगै गरिरहनु पर्ने रहेछ। मैले केही गरेँ नि, मैले धेरै कुरा त काटिहाल्छ। अहिले भ्लग बनाएर कति पैसा कमायो, टिकटकबाट कतिको पैसा कमायो भनेर त्यो बुझ्दै लागेको चाहिँ अब आफूले 1 रुपियाँ पनि कमाएन नि त 2-3 वर्षसम्म। त्यही भएर बुझ्दै लागेको हो होइन। तर त्यस्तो गरेर चाहिँ आफूलाई पनि त्यस्तो नराम्रो लाग्छ। र मैले सङ्घर्ष गरिरहेको छु, एक दिन म सफल हुन्छु। त्यो सफल हुनुको लागि चाहिँ मलाई हजुरहरूको एकदम ठुलो साथ चाहिन्छ। मलाई चाहिँ हजुरहरू सबैजनाले साथ दिनु होला, माया गर्नु होला है। सबैजनाले साथ माया गरिदिनु होला, हौसला दिनु होला अनि भन्दैछु है। अनि सबैजनाले भ्लग हेरिरहनु भएको सबैजनाले थ्याङ्क यू सो मच। अनि मेरो टिकटकको नाम सिन्चुरी भ्लग छ, फेसबुकको नाम दीपक सिन्चुरी छ। सबैजनाले फलो गर्नु होला है, सबैजनाले फलो गर्नु होला, सबैजनाले मलाई माया गर्नु होला है। मेरो सोच चाहिँ के छ भने आफ्नो देशमा केही गरेर केही गरेर रमाउँ भन्ने सोच छ है। आफ्नो देशमा चाहिँ अब म केही गर्छु भनेर सोचिरहेको छु, त्यसमा चाहिँ हजुरहरूको हात छ। अनि एकदम हजुरहरूले सपोर्ट गरिदिनु होला। अनि विशेष गरी हाम्रो दिनेश दाइलाई चाहिँ कोटी कोटी नमन गर्दै आजको लागि म बिदा हुन्छु। दाइलाई एकदम धेरै धेरै धन्यवाद मलाई क्यामेरा पठाउनु भएकोमा। म अब आउने दिनहरूमा नै राम्रो कन्टेन्ट बनाउँछु। मलाई चाहिँ केही गर्नु छैन, जतिसम्म कन्टेन्ट क्रिएटर गर्नु मन छ। म चाहिँ एक दिन त म सफल हुन्छु होला कन्टेन्ट क्रिएटर बन्नुलाई। त्यतिखेरसम्म चाहिँ हजुरहरूले सपोर्ट गर्नु होला मलाई भन्दैछु। अनि धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। सबैजनाले सब्सक्राइब गरिदिनु होला है त।